नमस्कार सम्पूर्णमा फेरि पनि हामी धेरै लामो समयपछि एउटा नयाँ भिडियो लिएर आइसकेका छौँ, जसमा हाम्रो अगाडिको इल्साङ सेङवाल सामान्य जीवनयापनको बारेमा 1 देखि 30 लेसनसम्म थियो भने अब 30 देखि 60 लेसनभित्र चाहिँ हाम्रो छिकचाङ कार्यस्थलको छिकचाङ सेङवाल कार्यस्थल जीवनयापन भन्ने पोर्सन रहेको छ, जसमध्ये 34 लेसनको सङ्वेरोङ मित सङछोएङ एबाङ यौन दुर्व्यवहार तथा यौनजन्य क्रियाकलापहरूको रोकथाम भन्ने विषयमा पढ्नेछौँ। त्यसमा सुरुमा चाहिँ यहाँ तल दुईवटा थेवा जस्तो पनि दिएको छ। हेरौँ, आक्का युजिन्सी फ्योजङ्गी छोवा फोइ आन्छोवा फोइ दन्देयो भनेर भनेको छ। केही बेर अघि युजिन्सीको अभिव्यक्ति अथवा धारणा आन्छोवा फोइ दन्देयो नराम्रो देखिएको थियो अथवा राम्रो देखिएको छैन नि, यो VST प्लस दन्देयो भन्ने ग्रामरले आफूले प्रत्यक्ष देखेको भोगेको नयाँ कुरालाई अरू सामु प्रस्तुत गर्दा भनेर यो त्यस्तो अवस्थामा दन्देयो ग्रामरको प्रयोग गरिन्छ हामीले, जसमा चाहिँ आक्का युजिन्सी फ्योजङ्गी आन्छोवा फोइ दन्देयो। केही बेर अगाडि युजिन्सीको चाहिँ अभिव्यक्ति राम्रो देखिन नि भन्यो, माधुसिए संजक नोङदाम तेमुने फुल्खो यसयो। के त मधुजीको अथवा माधुजीको यौनजन्य ठट्टाको कारणले दुखी भएको हुँ भनेर भनेको छ। अब तल हेरौँ, मुनबबमा यही दन्देयो भन्ने ग्रामर पढिन्छ हामीले, त्यहाँ पछि आउँछ। त्यसै गरी न अथवा नन दागो आधा र अनि दागो आधा क्वालिटी भबसँग यो दागो आधा क्वालिटी भबसँग दागो आधाको प्रयोग गरिन्छ। त्यसै गरी अनि अरू कार्य जनाउने एक्सन भबहरू यिनीहरूसँग न अथवा नन दागो आधाको प्रयोग गरिन्छ। इत्ता आप्तसँग पनि दागो आधा मात्र प्रयोग गरिन्छ भने यो कार्य जनाउने भब एक्सन भबसँग चाहिँ के लाग्छ भन्दा न अथवा नन दागो आधा भनेर प्रयोग गर्न सकिन्छ। यसलाई पनि ग्रामरमा डिटेलमा लिनेछौँ। त्यसपछि सङ्वेरोङ ख्वाल्लेन औवी यौन दुर्व्यवहारसँग सम्बन्धित मिनिङहरू छ। त्यसपछि सङ्वेरोङ एबाङ वा थेसा फाङबप ख्वाल्लेन औवी भनेको छ यौन दुर्व्यवहारको रोकथाम तथा त्यसको चाहिँ समाधान गर्ने, यो थेछ भनेको समाधान अथवा रोक्ने तरिका क्षमता भनेको छ। रोक्ने सँग सम्बन्धित शब्दावली भनेको छ। त्यसै गरी कार्यस्थलभित्रको यौन दुर्व्यवहारको बारेमा हामीले यसमा अध्ययन गरौँला छङ्बोमा। त्यसपछि सिकाइको उद्देश्यमा छ सङ्वेरोङ एबाङ फाङबप ए थे सल्मेङ हाल्सु इत्ता। के त यौन दुर्व्यवहारको रोकथाम एबाङ रोकथामको बारेमा व्याख्या गर्न सकिने, त्यसै गरी यौन दुर्व्यवहारको समाधान गर्ने तरिकाको बारेमा पनि सोधेर उत्तर दिन सकिने भन्ने कुरा रहेको छ यहाँ। अब हेरौँ, औवी इलमा भनेको छ सङ्वेरोङ ख्वाल्लेन औवी यौन दुर्व्यवहारसँग सम्बन्धित शब्दावलीहरू हो। यिनीहरू तपाईँले चित्रहरू आफै हेर्नु होला, म सरसर्ती मिनिङ मात्र भन्छु। छङ्बो मुनमा प्लस ग्रामरलाई राम्रोसँग अध्ययन गरेर जाउँला। फुल्खोएगाम दुखी, सुछिसिम भनेको लज्जातपस फिल गर्नु, लज्जित हुनु। खबु खजल र खबु भनेको अस्वीकार, खबुगाम भनेको पनि अस्वीकार। त्यसै गरी संजक नोङदाम भनेको यौनजन्य ठट्टा, नोङदाम भनेको ठट्टा, छाप्ताम भनेको गफ। त्यसै गरी सङ्क्षाबेल्जक अन्न भनेको लैङ्गिक भेदभावपूर्ण भाषाको प्रयोग, अन्न सायोङ भन्यो भने भाषाको प्रयोग, नत्र यो भनेको लैङ्गिक भेदभावपूर्ण के त भाषा अथवा बोली। त्यसै गरी सङ्वेरोङ यौन दुर्व्यवहार भइहाल्यो। सिन्से छपछोक भनेको शरीर छुने। त्यसै गरी उम्दाम फेसल भनेको हेरौँ, उम्दाम फेसल भनेको के त फेसल भनेको यो टिप्पणी भन्न मिल्छ, टिप्पणी। उम्दाम फेसल भनेको के त यौन दुर्व्यवहारसँग सम्बन्धित तस्बिर अथवा त्योसँग सम्बन्धित नराम्रो टिप्पणीहरू कमेन्टहरू गर्ने भनेको, जस्तै खासु खिसुम। यिनीहरूको मिनिङ त याद छ, म भन्न नपर्ला। त्यसै गरी अर्को छ उम्लानमूल भनेको यौनजन्य तस्बिर अथवा भिडियो हो। त्यसैको यौनजन्य बारेमा यो चाहिँ टिप्पणी गर्नु, अर्कालाई भन्नु भनेको उम्दाम फेसल भइहाल्यो। नुकिदा महसुस गर्नु, आफूले कुनै पनि
आरा छारिदा भनेको पनि महसुस गर्नु अथवा नयाँ कुरा जानकारी लिनु हुन्छ, नोकिदा महसुस गर्नु। साङ्देबाङ भनेको सेकेन्ड पर्सन दोस्रो व्यक्ति। त्यसै गरी सिमादा भनेको कडा हुनु, कुनै पनि कुरा अति हुनु भनेको सिमादा कडा हुनु, आका केही बेर अघि। त्यसै गरी फ्योजङ भनेको धारणा एक्सप्रेसन पनि भनेर भनिन्छ जसलाई फेसियल एक्सप्रेसन धारणा यसको अभिव्यक्ति। छोसिमादा होसियार हुनु। त्यसै गरी कामचाक नोल्लादा भनेको छक्क पर्नु, कामचाक भनेको अचम्म भन्ने कुरा हुन्छ। कामचाक नोल्लिदा भनेको दुईवटै जोडेर छक्क पर्नु। नोल्लिदा भनेको फेरि घुमाउनु पनि हुन्छ, नोल्लिदा घुमाउनु हुन्छ, नोल्लादा भनेको छक्क पर्नु। त्यसै गरी उइदो भनेको आशय, उइदो भनेको आशय जसको चाहिँ हामीले भनेर पनि बुझ्न सकिन्छ। सारांश पनि आशय सारांश भनेर पनि बुझ्न सकिन्छ। त्यसै गरी एमिनादा भनेको संवेदनशील हुनु, एमिनादा संवेदनशील हुनु। अनि अर्को छ त्यसै गरी मुन्जे समस्या। यिनी कुराहरूलाई सरसर्ती मिनिङको रूपमा लिएर अगाडि बढौँ। यो आफै भर्नु होला माथिको चित्र हेरेर, यो पनि गरिनँ। म सिधै अब ग्रामरको बारेमा यहाँ केही कुरा भन्छु। ल हेर्नुहोस्, यो दन्देयो भन्ने ग्रामर छ। दन्देयो भन्ने ग्रामरको बारेमा यसको ठ्याक्क नेपालीमा मिनिङ चाहिँ कसरी बुझ्न सकिन्छ भन्दा, ल हेर्नुहोस् त, आफूले चाहिँ प्रत्यक्ष रूपमा भोगेका नयाँ कुराहरू, आफूले प्रत्यक्ष भोगेका नयाँ कुराहरूलाई के त व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ। जसको चाहिँ ठ्याक्क यसरी ग्रामरको मेन मिनिङ भनेको एको छ नि अथवा थियो नि, अथवा अझ अर्को के पनि भनेर बुझ्न सकियो भने एको थियो नि, अझै एको थियो नि भनेर पनि यसरी मजाले यसलाई बुझ्न पनि सकिन्छ। ल हेर्नुहोस्, यो द्वन्द्व भन्ने ग्रामर यसरी म सर माथि लेखिदिएको छु। एको छ नि, थियो नि अथवा एको थिए नि, एको थियो नि भनेर आफूले प्रत्यक्ष रूपमा भोगेको कुराहरूलाई चाहिँ दोस्रो व्यक्ति मार्फत अभिव्यक्ति गराउँदा। ल हेरौँ, दन्देयो नन, दन्देयो चाहिँ थोङसा हेङयोङ साए फुच्यो। यो क्रियामा पनि जोडिन्छ, क्रिया विशेषणमा पनि जोडिन्छ है। जोडिएर मारानन सारामे, सारामी कुरा गर्ने मान्छेले, छिकचक खेङम हान। हेर्नुहोस् त, कुरा गर्ने मान्छेले प्रत्यक्ष भोगेका सेरो उन नयाँ सासिरुल सत्य कुरालाई छन्दारामेन्स अरू सामु प्रस्तुत गर्दै भन्दै, थुन्नन सारामे सुन्ने मान्छेको फानुम अवधारणा खिदे हाल्ते सायोङ हान्दा। खिदे हादा भनेको के, आशा गर्नु, खिदे आदा भनेको आशा गर्नु। आफूले प्रत्यक्ष भोगेका र त्यो भन्ने मान्छेले प्रत्यक्ष भोगेका नयाँ सत्य कुराहरूलाई चाहिँ दोस्रो मान्छेलाई भनेर तिनीहरूबाट चाहिँ केही आशा व्यक्त गर्दाखेरि प्रयोग गरिन्छ भनेको छ। ल यहाँ तलतिर थोरै हेरौँ, अझै फोन एङवागा छेमी इद्दन्दे हो। ल हेर्नुहोस् त, हिजो हेरेको फिल्म रमाइलो थियो नि भनेर भन्यो। त्यसै गरी ओजने आगुङसी फन्नन्दे छङजाङुल इपको इद्दन्दे हो। बिहानमा आगुङजीलाई देखेको थिएँ, के त फर्मल ड्रेस चाहिँ लगाउनु भएको थियो नि। अनि छेजुदोनन अत्तसेयो, छेजुदो चाहिँ कस्तो थियो भनेर भन्दाखेरि खेङछिगा छङमाल आरुङ दामदन्ने हो भन्छ। के त दृश्य चाहिँ एकदमै रमणीय थियो, सुन्दर थियो नि भनेर भन्यो। के त यो भनेको प्रत्यक्ष यहाँ तिनवटै कुरामा हेर्नुहोस्, आफूले प्रत्यक्ष भोगेको पास्टमा, अनि एउटा कुरा पास्टमा भएको, फ्युचरमा पनि यसको प्रयोग गर्न मिलेन, पास्टमा प्रयोग हुने भयो। त्यही प्रत्यक्ष भोगेका, यहाँ हेर्नु खेङमकै कुरा गरेको छ।
यहाँ माथि नै भनेको छ यी खेङहम भनेर, यी छिकचप खेङहमान भनेको छ। त्यही भएर प्रत्यक्ष रूपमा कर्ताले भोगेको काम पनि हुनुपर्छ। अब तल हेर्नुहोस्, यो ग्रामरको बारेमा यही छ। यसलाई चाहिँ सरसर्ती भोर्नुहोस्। यो भोर्ने तरिका द्वन्द्व कसरी लाग्छ भन्दाखेरि केही हुने भएन। यो द्वन्द्व हो, न बस र उलबाट पनि सुरु भएन, त्यही भएर र अपवाद पनि हुँदैन। यदि ब आयो भने ब अपवाद हुने कुराहरूमा के लाग्छ भन्दाखेरि बलाई हटाएर उ इन्डिङ प्रयोग गरिन्छ। यो सामान्य कुराहरू यिनीहरू पनि आउँछ होला तपाईँहरूलाई, यो मजाले गर्नुहोस्। अब यसपछिको छ थेवा। थेवा पनि आफै गर्दा एकदम राम्रो हुन्छ। विशेष ग्रामर र छङ्गो मुन्डालाई लिएर अगाडि बढौँ। यहाँ भनेको छ यसको औ ईको पनि सरसर्ती म मिनिङ भन्छु। सङ इन्जी खाम्सु सङ भनेको लैङ्गिक संवेदनशीलता भन्छ। सङ भनेको यो थर अथवा लिङ्ग पनि, सङ्बेल भनेको लिङ्गबाट आएको के त लिङ्गको के अरे लैङ्गिक संवेदनशीलता भन्छ। याङसङ फेङदुङ भनेको लैङ्गिक समानता। त्यसै गरी सङ्बेल छाई भनेको लैङ्गिक भिन्नता। मिनिङ मात्रै भनिदिन्छु म। खाइजा भनेको पीडक, जसले पीडा दिन्छ अथवा नराम्रो काम गर्छ, साथै जसले चाहिँ पीडा दिन्छ भनेर बुझ्नुहोस्। यो पीडक थाहा होला तपाईँलाई, गल्ती गर्ने मान्छे। फिहेजा भनेको पीडित भइहाल्यो। छुङ्ग भनेको प्रमाण भइहाल्यो। छुङ्गिन भनेको प्रमाण देखेको मान्छे, साक्षी। उइसारुल फ्योह्यान आधा भनेको आफ्नो अभिव्यक्तिहरू प्रयोग गर्नु, त्यहाँ गएर यस्तो भएको थियो उस्तो भएको थियो भनेर भन्नु। सिङ्गो आधा इलिल खुए सिङ्गो आधा, के त यस्तो क्रियाकलापहरू देखियो भने 112मा फोन गरेर उजुरी गर्न सकिन्छ भन्ने कुरा थियो। यी सिङ्गो आधा उजुरी गर्नु। त्यसै गरी योगु आधा भनेको माग गर्नु। छुङ्गिनुल यो छङ हाम्निदा, के त साक्षीको यो छङ भनेको अनुरोध गरिन्छ, के त साक्षीलाई चाहिँ कठखरामा बोलाउन चाहिन्छ भनेर भने जस्तै गरेर बुझ्दा पनि हुन्छ। यो योगु आधा भनेको माग गर्नु। अब हेरौँ, यहाँ छ फाल्सिङ आधा देखा पर्नु। त्यसै गरी इ आधा बुझ्नु। हेङदोङ आधा कार्य गर्नु। त्यसै गरी सङवाङ भनेको पनि अवस्था। त्यसै गरी आराछारिदा भनेको फिल गर्नु, महसुस गर्नु अथवा नयाँ कुराको जानकारी पाउनु। फुन्याङ आधा भनेको स्पष्ट हुनु। थाङ आधा भनेको चाहिँ भोग्नु। थाङ आधा भनेको यो भोग्नु प्रत्यक्ष रूपमा आफूले भोगेको अथवा महसुस गरेको, जस्तो सामना गरेको कुनै पनि नराम्रो कुराहरू भोगेको थाङ आधा भइहाल्यो। वाग्बो आधा सुरक्षा गर्नु। सङफम्छोय भनेको चाहिँ यो सङ बेल लिङ्ग भइहाल्यो। फप कानुन, छोय छोयबाट पनि त्यो भयो। फम्छोय भनेको कानुनी हुन्छ। सङ भनेको लैङ्गिक, फम्छोय भनेको कानुनी। त्यही भएर सङ फम्छोय भनेको चाहिँ यौनजन्य अपराध भनेर पनि बुझ्न सकिन्छ। फम्छोय भनेको अपराध अझै। सङ फम्छोय भनेको यौनजन्य अपराध। त्यसै गरी सङछोइङ भनेको यौनजन्य क्रियाकलापहरू। यो सङ फम्छोय भनेको यौनजन्य अपराध, यो यौनजन्य क्रियाकलापहरू। यसमा चाहिँ सर र यो पनि आफै भर्दा ठिक हुन्छ। हो, यो दागो आधाको बारेमा केही भन्छु। यो भनेको अप्रत्यक्ष कथन। यसका बारेमा 2-4वटा पोइन्ट म यहाँ लेखिदिउँला। हेर्नुहोस्, यो भनेको 1 नम्बरमा के हो त, अप्रत्यक्ष कथन हो। यो भनेको कस्तो त, यहाँ स्वयं 3जना व्यक्ति अनिवार्य रूपमा उपस्थित हुनु, 2जना उपस्थित भएर पहिल्यै कसैले बताएको कुरालाई जस्ताको तस्तै तेस्रो व्यक्ति सामु प्रस्तुत गर्दाखेरि यो दागो आधाको प्रयोग गरिन्छ। जसलाई चाहिँ रानन भनेर मारादा, रानन मारादा पनि भनेर बुझ्न सकिन्छ। अर्को कुरामा यो एउटा अप्रत्यक्ष कथन भइहाल्यो। 2 नम्बरमा के बुझ्नुहोस् भन्दाखेरि यसको यहाँ पनि लेखिदिन्छु मैले। दागो आधा भनेको चाहिँ छिन्छु अनि नु हुनुहुन्छ। नु हुनुहुन्छ भनेर भन्नु, यस्तो यस्तो छ भनेर भन्नु भयो। अब यसमा चाहिँ के लगाउन सकियो भन्दा
फ्युचर टेन्स लगाउन सकिँदैन, हादाको दा हटाएर अरू हेस्यो हेयो भनेर पास्टमा र प्रेजेन्टमा लगाउन सकिन्छ। अनि यो अर्को कुरा यहीँ पनि भनेको छ, यदि फाछिम छ भने नन दागो हादा। यसको म थोरै यहाँ अझ अच्छा बनाएर लेख्छु, ल हेर्नुहोस्। यदि त्योभन्दा पहिला म यहाँ पहिला क्वालिटी भर्बसँग सजिलो, क्वालिटी भर्ब हेरौँ है। क्वालिटी भर्ब भनेको विशेषण, त्यसै गरी इत्ता अनि अर्को छ अप्ता। क्वालिटी भर्ब अनि इत्ता अप्ता, अनि त्यसै गरी आल्दा पनि हो, आल्दा र अर्को हो यो मोरुदा। हो यो चारवटा कुरामा चाहिँ के लाग्छ भन्दा दागो हादा प्रयोग गरिन्छ। यो सबै कुरामा दागो हादाको प्रयोग गरिन्छ। दागो हादा। त्यसै गरी एक्सन भर्बसँग के को प्रयोग गरिन्छ त भन्दा न अथवा नन दागो अनि हादा भनेर यता प्रयोग गरिन्छ। अनि एक्सन भर्बमा पनि यदि ल हेरौँ है, के त भन्दाखेरि भवेल इन्डिङ छ भने न दागो हादा, कन्सोनेन्ट इन्डिङ छ भने नन दागो हादा। तर क्वालिटी भर्बमा चाहिँ के भनेर प्रयोग गरिन्छ, दागो हादा मात्रै भनेर प्रयोग गरिन्छ। त्यो कुरा पनि याद गर्न पर्यो। यही भनेको छ हेङेङसा। त्योभन्दा पहिला म माथि भन्छु, न अथवा नन दागो हादा नन, न अथवा नन दागो हादा चाहिँ थोङसा हेङसाए फुच्यो क्रियामा पनि जोडिन्छ, क्रिया विशेषणसँग पनि प्रयोग गर्न मिल्छ र थारुन सारामेकेस अरू मानिसहरूबाट थुरुन सुनेका अतन सासिरुल कुनै पनि सत्य तथ्य कुराहरूलाई छन्दार हाल्ते भन्ने बेलामा अरू सामु पुर्याउने बेलामा प्रयोग गरिन्छ। ल हेर्नुहोस्, पहिलो व्यक्ति कुनै पनि व्यक्तिबाट सुनेका कुराहरूलाई चाहिँ अर्को दोस्रो व्यक्तिमा भन्ने बेलामा ऊ सामु प्रस्तुत गर्ने बेलामा प्रयोग गरिन्छ भनेको छ। यी क्रियामा चाहिँ फाछिम छैन भने नन दागो हादा, फाछिम के त छ भने न दागो हादा, यहाँ छ उदाहरण दिएको छ। त्यसै गरी क्रिया विशेषणमा दागो हादा अनि इत्ता आप्ता साथै आल्दा र मोरुदामा पनि दागो हादाको प्रयोग गरिन्छ। यसमा आल्दा मोरुदा, यसमा चाहिँ आल्दा मोरुदा हुँदैन, यो छोड्नुहोस्। अरू हो इत्ता आप्ता र क्वालिटी भर्ब हो, यसमा चाहिँ दागो हादा। अब यहाँ हेरौँ, मेङसावा हाम्के सायोङ हाल्थे नामसँग सँगै प्रयोग गर्ने बेलामा इरागो हादारो हो। अर्को कुरा पनि म दुईवटा कुरा फेरि भन्न पर्यो यहाँ। यदि नाउनसँग छ भने रागो अथवा इरागो हादा, रागो अथवा इरागो हादा नाउनसँग प्रयोग गर्दा, अनि यही दागो हादालाई पास्टमा प्रयोग गर्दा अस आस यस एस वत दागो हादा, फ्युचरमा प्रयोग गर्दाखेरि भिएसटी प्लस र उल के त करागो हादा। फ्युचरमा प्रयोग गर्दा र उल करागो हादा भनेर प्रयोग गर्न सकिन्छ। अनि गेत्ताको हादा भनेर पनि प्रयोग गर्न सकिन्छ। ल हेरौँ त यहाँ दिएको छ दुईवटा। नेइल मोदु भोलि चाहिँ सबै सँगै रङ एवाङ ख्योगुल फादाया हान्दागो हेयो। भोलि चाहिँ सबैजनाले के त यौन दुर्व्यवहारको रोकथामको तालिमलाई चाहिँ लिनै पर्छ भनेर भन्नुभयो अथवा भन्नुभएको छ। त्यसै गरी छुल्थैगुन सिगानेनन् काममा आउने जाने समयमा थेजुङ ख्योथोङुल इयोङ आनन गसी फेल्ली हादागो हेयो। के त काममा जाने आउने बेलामा सार्वजनिक यातायात प्रयोग गर्ने कुरा सहज हुन्छ भनेर भन्नुभयो। के त फेल्ली हादा क्वालिटी भर्बमा दागो लाग्यो, यसमा चाहिँ हादा भन्ने कुरामा यी नदागो लाग्यो। अनि फुङ सिगा फिगोने फोयसयो, फुङजी चाहिँ थकित देखिनु भएको छ भनेर भन्दाखेरि अझै छामुल मोत छात्तागो हेयो, हिजो चाहिँ निद्रा अथवा हिजो चाहिँ सुत्न सकेको होइन भनेर भन्नुभयो, सुत्नै सकिन भनेर भन्नुभयो भनेर यहाँ
प्रयोग गरिएको छ। यसमा चाहिँ यिनी सर र आफै प्र्याक्टिस गर्नु होला। ट्याक्क अब चाहिँ सिधै उतिर जाम। छङ्गो मुन्नालाई चाहिँ अलि उ गरेर हेर्नुपर्छ। कार्यस्थलभित्रको यौन दुर्व्यवहारलाई यो सङ्वेरोङ भनेको थाहा होला। अन्त म मिनिङ चाहिँ लेखिनँ ल। कार्यस्थलभित्रको यौन दुर्व्यवहार भनेर भन्नु होला यसलाई। यो पढौँ त पहिलो प्याराग्राफमा के भनेको रहेछ। छिक्चाङ ने सङ्वेरोङुन सँगे ख्वालेन्दोइन मालगुवा हेङदोङरो साङ्दे बाङेगे फुल्कोए गामिना खुर्योक्काम दुङ्गुल छुगना खोयोङसाङ फुरिकुल छुनन दुङे आदि के त फिएरुल इफिनन एङ्विरुल माराम्निदा। के भन्छ, कार्यस्थलभित्रको यौन दुर्व्यवहार चाहिँ यो चाहिँ लैङ्गिकसँग सम्बन्धित भाषा र क्रियाकलापद्वारा के त लैङ्गिकसँग सम्बन्धित भाषा र क्रियाकलापद्वारा दोस्रो पक्षलाई असहज, फुल्खोइगाम असहज अथवा खुर्योकाम भनेको अपमान, दुङ्गुल आदि दिने अथवा रोजगारीको समयमा चाहिँ हानि दिने आदि, फिएरुल इप्नन भनेको चाहिँ हानि पाउने, हेङविरुल क्रियाकलापलाई माराम्निदा भनिन्छ भनेर भनेको छ। सङ्वेरोङेनन यौन दुर्व्यवहारमा चाहिँ उम्नानान नोङदाम भनेको चाहिँ यौनजन्य ठट्टा, वेमोए थ्यान फिउना फेङ्गा बाहिरी स्वरूपको बारेमा तुलना अथवा मूल्याङ्कन, दुङे आदि इत्यादि चाहिँ अन्नजक हेङ्वी पुनमा नानिरा के त भाषागत क्रियाकलाप मात्र नभएर उम्लानान साजिनिना खुरिम के त यौनजन्य तस्बिर अथवा चित्र, नाक्स भनेको अवैध पर्खालमा लेखाइ, दुङ्गुल आदि इत्यादिलाई खेसिआदा सुरु गर्ने अथवा सञ्चालन गरिने अथवा फोय छुनन देखाइदिने दुङ्गे आदिको सिगाकजक हेङ्वी भनेको दृश्यात्मक कार्य, अरूलाई चाहिँ दृष्टिगत रूपमा अथवा भिजुअल रूपमा देखाइदिने कार्य। अनि वैशिकिना यायुवे के त कम्पनीको पार्टी अथवा पिकनिक आदिको बसाइबाट सुरुल तारुदोरोक के त रक्सी पछ्याउने गरी रक्सी खन्याउने, तारुदा भनेको खन्याउनु पनि हुन्छ। अर्को चाहिँ यसबाट के बुझ्न सकिन्छ, रक्सीलाई चाहिँ खान कर लगाउने, तारुदोरोक खाङ्यो हानन रक्सीलाई चाहिँ पिउनुपर्छ भनेर दबाब दिने, हेङ्वी क्रियाकलाप दुङ्गे आदि मोदु फुवाम्दैनिदा सबै समावेश गरिएको हुन्छ भनेको छ। एकचोटि म यहाँ सर र नेपालीमा एउटा अर्थ लगाइदिन्छु। ल हेर्नुहोस् यहीँबाट, कार्यस्थलभित्र यौन दुर्व्यवहार चाहिँ यौनसँग सम्बन्धित भाषा र क्रियाकलापद्वारा दोस्रो पक्षलाई असहजता अथवा अपमान आदि दिने र रोजगारीको समयमा हानि दिने, हानि आइलाग्ने, आइपर्ने क्रियाकलापलाई भनिन्छ भनेर भनेको छ। यौन दुर्व्यवहारमा चाहिँ यौनजन्य ठट्टा, बाहिरी स्वरूपको बारेमा चाहिँ अनुपात अथवा तुलना अथवा यो मूल्याङ्कन आदि चाहिँ भाषाजन्य क्रियाकलाप मात्र पनि नभएर यौनजन्य के त फोटो भिडियो, अवैध पर्खालमा लेखाइ आदि यिनी कुराहरूलाई चाहिँ खोलिने अथवा प्रसारण गरिने, सुरु गरिने अथवा फोय छुनन देखाइदिने आदि के त दृश्यात्मक कार्य। अनि त्यसै गरी कम्पनीको पार्टी अथवा पिकनिक आदिको बसाइबाट पनि रक्सी पिउनको लागि जोड दिने जस्ता क्रियाकलापहरू हो, यी सबै यौन दुर्व्यवहारमा समावेश भएको हुन्छ भनेर भनेको छ। अब अर्को कुराले भनेको छ, यहाँ हेरौँ, छिक्चाङ्ने कार्यस्थलभित्र सङ्वेरोङी फाल्सेङ्गामेन यौन दुर्व्यवहार देखा पर्यो भने छलछाए तारा प्रक्रिया अनुसार सिङ्गोहान हु उजुरी गरिसकेपछि फिएजानन फो आगो पीडितलाई चाहिँ सुरक्षा गर्ने र खाएजानन पीडक चाहिँ छकजरी छोचिया हाम्निदा भनेको उचित रूपमा सही किसिमले, छकजरी भनेको पनि सही किसिमले छोचिया हाम्निदा एक्सन लिनुपर्छ भनेको छ। कार्यस्थलभित्र यौन दुर्व्यवहार देखा पर्यो भने के गर्ने भन्दा प्रक्रिया अनुसार उजुरी गर्ने, त्यसपछि पीडितलाई सुरक्षा गर्ने, पीडकलाई चाहिँ तत्काल रियाक्सन लिने भनेर भनेको छ। यो थेछ फाङबप सामना गर्ने तरिका पर्छ। त्यसै गरी खाएजानन पीडक चाहिँ
हेङसा छबलिना सोने फेसाङ वा खाथुन फप्चक छबरुल फात्के दोइल पुनमान आनिरा। ल हेर्नुहोस् त के भनेको छ यहाँ। यो पीडक भनेको चाहिँ हिंसा छबल तपाईँको कानुनी सजाय, सोने फेसाङ प्रतिष्ठामा सोने फेसाङ क्षतिपूर्ति, त्यसै गरी फप्चङ छबल कानुनी सजाय अनि आदि फात्के तोइल पुनमा नानिरा पाउने आदिहरू पनि पाउने मात्र नभएर थोदोकजक फिनानिना के त नैतिक निन्दा दोष अनि मेङ्गे सोनसाङ प्रतिष्ठामा हानि खाथुन आदि जस्ता सावेजक छबरुल सामाजिक सजाय फादुल सुई सुम्निदा प्राप्त गर्न पनि सक्छ। हो यो यौन दुर्व्यवहारको समयमा पीडित हुन्छ नि जुन पीडा दिने व्यक्ति, त्यसलाई चाहिँ यो नियम प्रक्रिया अनुसार उजुरी गरिसकेपछि उजुरी त गरिन्छ, त्यसपछि यसमा चाहिँ के हानि हुनसक्छ भन्दा कानुनी सजाय पाउन सकिन्छ, प्रतिष्ठामा हानि, त्यसै गरी क्षतिपूर्ति पनि उसले बुझाउनु पर्छ, अनि त्यहाँबाट फेरि प्रतिष्ठामा हानि पनि हुन्छ, नैतिक निन्दा पनि लाग्छ, के हुन्छ सामाजिक सजाय पनि पाउन सकिन्छ भनेर भनेको छ। त्वान त्यसै गरी छिक्साङ एसनन कार्यस्थलबाट चाहिँ खेङ्गो ना खाम्बोङ। ल हेर्नुहोस् त कार्यस्थलमा चाहिँ के घाटा हुँदो रहेछ, के बेफाइदा हुँदो रहेछ यो यौन दुर्व्यवहारको चाहिँ पीडकलाई चाहिँ कार्यस्थलमा भयो भने यौन दुर्व्यवहार के हुँदो रहेछ, कार्यस्थलको चाहिँ चेतावनी आउँदो रहेछ, तलब कटौती हुँदो रहेछ खाम्बोङ। त्यसै गरी छिगुई हेछे भनेको पदमुक्त, पदबाट निष्कासन गरिदिँदो रहेछ, हेगो निष्कासन दुङ आदि वा सँग खाथुन छबरुल आदि चाहिँ सजायहरू फात्के तोम्निदा पाउन सकिन्छ अथवा पाइन्छ भनेर भनेको छ। यौन दुर्व्यवहारको पीडकले चाहिँ के समस्या भोग्नुपर्छ, उसले चाहिँ के सजाय पाउँछ, समाजबाट सामाजिक सजाय छुट्टै पाउँछ, कार्यस्थलबाट छुट्टै पाउँछ, नियमले सजाय छुट्टै दिन्छ। हो त्यसरी चाहिँ यसको सजायको बारेमा व्याख्या गरिएको छ। अब तेस्रोमा जाम छिक्चाङ ने सँगै रोमुन कार्यस्थलभित्रको यौन दुर्व्यवहार चाहिँ एबाङ आगि उएसनन्। ल हेरौँ त यहाँ यो चाहिँ थे छ फाङबप अथवा एबाङ आनन फाङबप, यो चाहिँ सामना गर्ने तरिका र रोकथाम गर्ने तरिकाको बारेमा यहाँ भनेछ। यो आयो भने कसरी बस्ने, यसबाट चाहिँ बस्ने तरिका। ल हेरौँ त कार्यस्थलभित्रको संयोरोङ्गुल एबाङ आगि उयस यौन दुर्व्यवहार रोकथाम गर्नको लागि सरो एक आपसमा छोन्जुङ आगो एविरुल सिकिम्य। एक आपसमा चाहिँ इज्जत गर्ने र शिष्टाचारलाई पालना गर्दै संजक इन अन्नना यौनजन्य भाषा अथवा हिङदङ्गुल क्रियाकलापलाई सामगाया हाम्निदा के त गर्नु हुँदैन। यो सामगादा भनेको तपाईँको खराब कामबाट बस्नु हो। कार्यस्थलमा चाहिँ के गर्नुपर्छ, यौन दुर्व्यवहार रोकथाम गर्नको लागि एक आपसमा सम्मान गर्ने र शिष्टाचारलाई पालना गर्ने, यौनजन्य भाषाको प्रयोग नगर्ने, साथै के त यस्ता चाहिँ कामहरूबाट यौनजन्य दुर्व्यवहारबाट बचिने कामहरूबाट चाहिँ आफू टाढा रहनुपर्छ भनेर भनेको छ। साङ्दे भाङे दोस्रो पक्षको थोङी भनेको सहमति, दोस्रो पक्षको सहमति अप्सी नभई संजकित अन्नना यौनजन्य भाषा अथवा हिङदङ्गुरो क्रियाकलापद्वारा साङ्दे फाङुल मोयोग आगना दोस्रो पक्षलाई अपमान गर्ने अथवा फुल्खो आगे दुःख हुने गरी दुःख दिने गरी मान्दुनन हेङ्गुरुल गरिने क्रियाकलापलाई बनाइएको क्रियाकलाप हेसनन आमेन आन्दोयो गरियो भने हुँदैन। यहाँ के भनेको छ, दोस्रो पक्षको सहमति बिना यौनजन्य भाषा दुर्व्यवहारहरू, त्यसै गरी अपमान दिने दुःख दिने जस्ता क्रियाकलाप गर्यो भने हुँदैन भनेर भनेको छ। सङ्गै रोमुन यौन दुर्व्यवहार चाहिँ साङ्दे बाङे दोस्रो पक्षको इन्गेक वा छोनमसङ के भन्छ त, दोस्रो पक्षको व्यक्तित्व र प्रतिष्ठामा छिमे आनन बाधा पुर्याउने हिङुरो क्रियाकलापद्वारा इरुल एबाङ आनन गसुल, यसलाई रोकथाम गर्ने कुरा आन्जान खुन्मु हान्गेङ्गुल सुरक्षित कामको वातावरणलाई छोसङ आनन्दे सिर्जना गर्ने बेलामा थोमी धुम्निदा सहयोग पुग्छ। हो यहाँ के भनेको छ, यौन दुर्व्यवहार चाहिँ दोस्रो पक्षको व्यक्तित्व प्रतिष्ठा आदिमा बाधा पुर्याउने क्रियाकलापद्वारा यसलाई चाहिँ रोकथाम गर्ने कुरामा चाहिँ के त सुरक्षित कामको वातावरणलाई निर्धारण गर्ने बेलामा सहयोग पुर्याउँछ भनेको छ। हो यस्ता क्रियाकलापहरूबाट बस्न चाहिँ कार्यस्थलमा के गर्न पर्यो भन्दा सुरक्षित
कामको वातावरणलाई सिर्जना गर्न पर्यो। यसले चाहिँ यौन दुर्व्यवहारलाई रोकथाम गर्नको लागि सहयोग पुर्याउँछ भनेर भनेको छ। यो पहिला जस्तो यो सर र एउटाको मिनिङ नभनेर मजाले ब्रिफिङ गरेको छु। अब चाहिँ यो तरिकाले पढाउँदा पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ होला। यसपछि पनि भोलिको दिनमा निरन्तर नयाँ लेसनको भिडियो चाहिँ अनिवार्य युट्युबमा आउँछ। ल हेरौँ। भागिनी यो चेक जाँच गर्नुहोस् भनेर भनेको छ। सङ्गोइरोङ एबाङ्गे थे सल्मेङ आल्छु इत्ता यौन दुर्व्यवहार रोकथामको बारेमा व्याख्या गर्न सक्न पर्यो। कसरी? अथक्खे सङ्गोइरोङुल एबाङ आल्छु इस्सयो आरायो। अब ने आरायो त्यसपछि सर र यसको व्याख्या गर्न पर्यो। सङ्गोइरोङ थेछ फाङ बपे थे माराल्छु इत्ता यो पनि त्यही भयो। यौन दुर्व्यवहारको समाधान अथवा सामना गर्ने के त तरिकाको बारेमा कुराकानी गर्न सकियो। यसरी गर्नुपर्छ भनेर छिकछप थुरुन सासिरुल प्रत्यक्ष सुनेको सत्य कुराहरूलाई सारामदुरेगे छन्दराल्सिता हो। हामीले प्रत्यक्ष केही कुरा सुनियो यो न अथवा नन्दागो आधा कस्तो स्थितिमा लाउन सकियो। प्रत्यक्ष अरूबाट समाचार सुनियो भने पनि यस्तो हुँदो रहेछ भनेर भन्न सकियो। यस्तो कसैले आदेश अथवा कसैका व्यक्तिगत सूचनाहरू आदान प्रदान गर्न पर्यो भने मेन त सूचना आदान प्रदान गर्दा दागवादा यस्तो हुन्छ भनेर भन्नुभयो अथवा यस्तो हुन्छ अरे भनेर भन्नुभयो भन्दाखेरि यो दागो आधाको प्रयोग गर्न सकिन्छ भनेर यसले भन्न खोजेको छ। हेर्नुहोस्, प्रत्यक्ष सुनेको सत्य कुरालाई अरू मान्छेसँग चाहिँ भन्न प्रकट गर्न सकिने भनेर भनेको छ। इक्कीमा जाम थाउमजुङ मिथुलसिन बुबुनी मान्नन मुन्जाङ्गुल कुर्सिप्सियो तलको के त अन्डरलाइन गरिएको भागको चाहिँ अन्डरलाइन गरिएको मिल्ने वाक्यलाई छान्नुहोस् भनेको छ। 1 नम्बरमा जाम के भनेको छ? उनुल सङ्गोइरोङ एबाङ थियो कि इन्नन दागो हाम्निदा इत्ता अप्ता क्वालिटी बबसँग दागो आधा प्रयोग गरिन्छ। नन दागो आधाको प्रयोग हामीले गरिँदैन, त्यही भएर यो एन्सर गलत। अनि अर्को छ यसको मिनिङ पनि भनिदिन्छु। आज चाहिँ यौन दुर्व्यवहारको रोकथामको तालिम छ भनेर भन्नुभएको छ भन्न खोजेको हो मिनिङ। तर यसमा चाहिँ नन भन्ने कुरा नभएको भए मिल्थ्यो। फुल फिरियो हान सिन्से छपछोकुल हामेन आन्दोइन्दागो हाम्निदा के त यो तपाईँको अनावश्यक शरीर छुने काम चाहिँ गरियो भने हुँदैन भनेर भन्नुभयो अथवा हुँदैन भनेर भन्नुभयो भनेर भन्नुहोस्। त्यसै गरी यहाँ चाहिँ द्वैन हुन्छ किनकि यहाँ ननको प्रयोग गर्नको लागि के चाहिन्छ त? फाच्छिम चाहिन्छ। फाच्छिम छैन, त्यही भएर आन्दोइन हुनुपर्नेमा आन्दोइनन भयो, यो पनि मिल्दैन। अब अर्को कुरा छ नाए नोङदामे साङ्दे बाङ्गुन मेरो के त ठट्टामा दोस्रो पक्षले फुलखोइ गामुल नुकिल्छु इत्ताको हाम्निदा मेरो ठट्टाले चाहिँ दोस्रो पक्षले के त असहज महसुस गर्न सक्छ भनेर भन्नुभयो। ल हेर्नुहोस् त, आफ्नो ठट्टाको कारणले चाहिँ दोस्रो पक्षले चाहिँ असहज महसुस गर्न पनि सक्छ भनेर भन्नुभयो भनेको छ। इत्ता अप्तासँग के लाग्छ? दागो आधाको प्रयोग गरिन्छ, यो पनि त्यही भएर एन्सर मिल्दो छ। अब 4 नम्बरमा जाम छिकचाङ ने कार्यस्थलभित्र सङ्गोइरोङ एबाङ्गुल उये यौन दुर्व्यवहार रोकथामको लागि सङ इन्जी खाम्सुसँगै लैङ्गिक संवेदनशीलता फिरियो हान्दागो हाम्निदा आवश्यक हुन्छ भनेर भन्नुभयो भनेर पनि भनिन्छ। ल हेरौँ त, त्यही भएर यो फिरियो आधा भनेको क्वालिटी भब हो। क्वालिटी भबमा चाहिँ हामीले दागो आधाको प्रयोग गरिन्छ। यहाँ चाहिँ न दागो आधा लायो, त्यही भएर यो गलत छ, यो पनि मिल्दैन। यो चाहिँ अलि महत्त्वपूर्ण कुरा नै हो, अरू लेसनमा पनि ध्यान दिएर हेर्नुपर्छ। त्यसैगरी 2 इबनदेखि साम्बन काजी फिनखाने थुरखाल खाजाङ आल्माजुन थानारुल खुर्सिप्सियो खाली ठाउँमा भित्र जाने अति मिल्ने शब्दलाई छान्नुहोस् भनेर भनेको छ। साङ्देबाङी दोस्रो पक्षले फुलखोइ गामुल नुकिल सुइन्नन असहजता अथवा दुखीपना महसुस गर्न सकिने रुल हामेन आन्दोयो डटलाई प्रयोग गरियो भने हुँदैन। खिउछिक नियम, त्यसै गरी छोदे निमन्त्रणा, नोङदाम भनेको ठट्टा, ईसा भनेको बसाइसराइ। अब के भन्छ? दोस्रो पक्षले असहज महसुस गर्न सकिने
नोङदामु लामेन आन्दोयो, ठट्टा गरियो भने हुँदैन। बसाइसराईको कुरै छैन, नियमको पनि छैन, निमन्त्रणाको पनि कुरो छैन। यहाँ सोझो प्रश्न छ, नोङदाम लगाउनु होला। सँगै रोङुन योन दुर्व्यवहार चाहिँ 3 नम्बरमा जाम। थाङे सुल्ते के त योङ दुर्व्यवहार आइपरेको बेलामा डट रुल भाग आगो केलाई चाहिँ डटलाई सुरक्षा गरेर सिन्गो या आम्निदा उजुरी गर्नुपर्छ। छङ्बो मुन्नामा पनि थियो यो यौन जन्ने दुर्व्यवहार चाहिँ परेको बेलामा के त छुङ्ग रुल भागो सिङ्गो या आम्निदा प्रमाणलाई चाहिँ सुरक्षित गरेर उजुरी दिनुपर्छ भन्ने कुरा थियो। छुङ्ग प्रमाण यहाँ 3 नम्बरमा रहेछ। छाङबी भनेको उपकरण, सिगान भनेको समय, छेरियो भनेको सामग्री। यिनी मिल्दैन। एन्सर नम्बर 3 छुङ्ग। साभन फिनखाने थुराखाल खाजाङ आलमजुन गसुल खोरिसिप्सियो, खाली ठाउँमा भित्र जाने सबैभन्दा मिल्ने कुरालाई छान्नुहोस् भनेर भनेको छ। हेरौँ त, योभन्दा पहिला यहाँ तल अप्सन पढौँ। पाल्ली सागुवाए सुम्निदा छिट्टो माफी मागे। अब यो चाहिँ अरूको बारेमा छ भने यो चाहिँ छिट्टो माफी माग्नु भयो। अब आफ्नो बारेमा छ भने छिट्टो माफी मागे। अनि मन्ज छुन्बिए सुम्निदा पहिल्यै तयारी गरेँ भनेर भनेको छ। सरी, मन्ज छुन्बिए सुम्निदा पहिल्यै तयारी गरेँ। मिरी एबाङ सुम्निदा के त अगावै रोकथाम गरेँ भनेर भनेको छ। छाजु वारिल ने सुम्निदा प्राय चाहिँ के रिस देखाएँ अथवा प्राय रिस देखाउनु भयो भनेर भनेको छ। ल हेरौँ। छिक्चाङ थोङ्नी होगे कार्यस्थलको सहकर्मीलाई नोङदामुले सुम्निदा के त ठट्टा गरेको थिएँ खुरन्दे तर ने नेङदामुल थुत्को मेरो ठट्टा सुनेर छिक्चाङ थोङ्नियोए फ्योजङ्गी कार्यस्थलको सहकर्मीको धारणा आन छोआस सुम्निदा राम्रो थिएन। ने नोङदामी मेरो चाहिँ ठट्टा फुल्कोए हादागो एस असहज भयो भनेर पाल्ली सागुवाए सुम्निदा छिट्टो माफी मागेँ। के त कार्यस्थलमा के त सहकर्मीलाई ठट्टा गरेको थिएँ, तर त्यो ठट्टालाई चाहिँ सुनेर कार्यस्थलको सहकर्मीको धारणा चाहिँ नराम्रो भयो। त्यसको फेसियल एक्सप्रेसन त्यसलाई चाहिँ असहज महसुस भयो। मेरो ठट्टामा असहज महसुस भयो भनेर छिट्टो माफी मागे। पाल्ली सागुवाए सुम्निदा एन्सर नम्बर 1 यही मिल्यो। ओ भन 5 नम्बरमा भनेको छ थाउमखुरु इक्को नेयोङ्गा खाथुन गसुल खोरिसिप्सियो। तलको हरफ पढेर के त विषयवस्तुसँग सम्बन्धित अथवा उस्तै कुरालाई छान्नुहोस् भनेर भनेको छ। छिक्चाङ ने सङ्वै रोङुन कार्यस्थलभित्रको यौन दुर्व्यवहार चाहिँ छिक्चाङे स फाल्सेङ आनन कार्यस्थलमा देखा पर्ने संजग इन भनेको के त लैङ्गिक खोइरोप हिमिना के त खोइरोप होम भनेको यो लैङ्गिक दुर्व्यवहार। यो हेरौँ। यो दुर्व्यवहार अथवा अपमान संजगिन खाङ्योरुल के त यौनजन्य दबावलाई माराम्निदा भनिन्छ। इनन यो चाहिँ संजगिन अन्नना यौनजन्य भाषा अथवा हिङदोङ क्रियाकलाप वन्ची आनन्द सिन्छे छपछोक नचाहेको शरीर छुवाई दुङ्गुल आदि इत्यादि फुवाम दैनिदा समावेश हुन्छ। सङ्वै रोङुन यौन दुर्व्यवहार चाहिँ फिहेजा एगे पीडितलाई सिम्गा घान छङ सिन्जक खोथोङुल छुल्सु इसुमेय के त पीडितलाई चाहिँ सिम्गा घान भनेको कडा छङसिन्जक खोथोङ भनेको मानसिक पीडा कडा मानसिक पीडा छुल्सु इसुमेय दिन पनि सक्छ र छिक्चाङ फुनुइगु रुल कार्यस्थलको वातावरण कामको वातावरण अथवा माहौललाई नापुगे मान्दुम्निदा खराब बनाइदिन्छ। यी रुल एबाङ आगि उइएसनन् यसलाई चाहिँ रोकथाम गर्नको लागि वैसानन कम्पनी चाहिँ सङ्गैरोङ एबाङ ख्योगुल यौन दुर्व्यवहार रोकथामको तालिमलाई सिल्सी आगो सुम्निदा के त लागू गरिरहेको छ। अब यो के भन्छ भन्दाखेरि कार्यस्थलभित्रको यौन दुर्व्यवहार चाहिँ कार्यस्थलमा देखा पर्ने यौनजन्य खराब व्यवहार अनि त्यसै गरी यौनजन्य दबाव आदिलाई जनाउँछ। यो भनेको यौनजन्य भाषा क्रियाकलाप अथवा आफू दोस्रो पर्सनले नचाहेको शरीर छुवाई दुङ्गुल आदि यसमा समावेश हुन्छ। यौन दुर्व्यवहारमा चाहिँ के त पीडितलाई कडा मानसिक
पीडितलाई चाहिँ के हुन्छ कडा मानसिक पीडा पनि दिन सक्छ यौन दुर्व्यवहारको कारणले। साथै कार्यस्थलको वातावरण पनि खराब बनाइदिन्छ। त्यसैले यसलाई रोकथाम गर्नको लागि इरुल एबाङ आगि उइए सङ्गैरोङ एबाङ ख्योङुल सिल्सियागु सुम्निदा। कार्यस्थलमा चाहिँ यसलाई रोकथाम गर्नको लागि यौन दुर्व्यवहारको तालिमलाई लागू गरिरहेको छ भनेर भनेको छ। अप्सन पढौँ। सङ्गैरोङुन यौन दुर्व्यवहार चाहिँ सिन्छे छपछोक मान फुवाम दैनिदा। शरीरको छुवाई मात्र समावेश हुन्छ यौन दुर्व्यवहारमा भनेको छ। किन मिल्दैन यो खालि यो लाउने बानी यो मिल्दैन। किन मिल्दैन भने यसमा शरीर छुवाई मात्र नभएर संजकिन अन्न अनि त्यहाँ थारुन सारामेगे फुलखुए गामुल नुकिनन सिन्छे छपछोक अन्न हेङदोङ सबै पर्छ। त्यही भएर यो मिल्दैन। सङ्गैरोङुन यौन दुर्व्यवहार चाहिँ फिहेजा एगे पीडितलाई चाहिँ खुन छङसिन्जक खोथुङ्गुल छुल्सुइत्ता। ल हेर्नुहोस् त पीडितलाई चाहिँ ठुलो मानसिक पीडा दिन सक्छ भनेर भनेको छ। एकदम करेक्ट हो। यो यौन दुर्व्यवहार सामना गर्ने यौन दुर्व्यवहारको चाहिँ आइपरेको व्यक्ति जुन पीडितलाई के हुन्छ त ठुलो मानसिक तनाव पनि दिन सक्छ भन्छ। सङ्गैरोङ मुन्जेगा फाल्सेङामेन यौन दुर्व्यवहारको समस्या देखा पर्यो भने सङ्गैरोङ एबाङ ख्योगुल हाम्निदा यौनजन्य दुर्व्यवहारको रोकथामको तालिम गरिन्छ अरे। यो यौन दुर्व्यवहारको समस्या देखा पर्यो भने भन्दा पनि योभन्दा पहिले यसको रोकथाम गर्नको लागि आउनै नदिनको लागि के गर्ने भन्दा यसको तालिमहरू लिने भन्ने कुरा गरेको थियो। यो देखा परिसकेपछि त के त प्रमाण सेभ गर्ने अनि उजुरी गर्ने। त्यही भएर 3 नम्बर एन्सर मिल्दैन। छिक्चाङ फुनुगिगा नापुमेन कार्यस्थलको कामको वातावरण बिग्रियो भने सङ्गैरोङी फाल्सेङ हाल्छु सुम्निदा। यौन दुर्व्यवहार देखा पर्न सक्छ भनेर भनेको छ। कार्यस्थलको वातावरण बिग्रियो भने यौन दुर्व्यवहार देखा पर्ने कुरा होइन। यौन दुर्व्यवहार देखा पर्यो भने बल्ल आएर कार्यस्थलको वातावरण खराब हुन सक्छ भन्ने कुरा गरेको थियो। त्यही भएर यो पनि मिल्दैन। एन्सर नम्बर 3 पनि सिद्धिएको छ। यसै गरी थुत्की हामीसँग उपलब्ध छैन। यसको लागि पनि पछि अब अल्छी लागेन छ भने एउटा भिडियो चाहिँ पक्कै आउनेछ। अहिलेलाई चाहिँ यति भयो भिडियो बनाएर यतिको पढाएर बिदा लिन चाहन्छु। हस् त धन्यवाद।